कीटजन्य रोग अन्तर्गत पर्नेमा स्क्रब टाइफस र डेङ्गी पनि देखिने क्रम जारी छ। अझ भर्खर झरी रोकेको छ। मेरो विचारमा केही दिनमा केही हप्तामा यो देखिन सक्ने सम्भावना छ हैन। त्यसले गर्दाखेरि यो दुईटा चाहिँ अहिले एक प्रकारले दौडमा दुईटा चाहिँ एकदम अघि पछि देखिन्छ र त्यसमा हेर्ने हो भने चाहिँ अहिलेसम्म स्क्रब टाइफस मलाई थाहा छैन किन यो वर्ष चाहिँ काठमाडौँमा स्क्रब टाइफस एकदमै धेरै देखिरहेको अवस्था छ। स्क्रब टाइफस र डेङ्गी डेङ्गी चाहिँ उसको पछि पछि छ हैन। तर डेङ्गी चाहिँ एउटा नेपालमा एउटा रैथाने रोगको रूपमा जस्तो जस्तो देखिन सुरु गरिसकेको छ र उस्तै पर्यो भने लगभग 12 महिना केही हप्ता अलिकति चेन ब्रेक होला, त्यसपछि फेरि देखिरहेको अवस्था छ। यो चाहिँ नेपाल सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने त्यो कारणले गर्दाखेरि अहिले तत्काल हामीले हेर्ने हो भने चाहिँ दुईटा मुख्य छ।